नाफा कमाउन हिँड्छन्, अरू सारा मान्छेहरू ज्याला कमाउन हिँड्छन्। यस्तो समाज पुँजीवादी हुन्छ। यसरी हेर्दाखेरि समाज विकासको यो प्रक्रियामा हेर्ने हो भनेदेखि हाम्रो समाज के हो भन्दा जमिनदारले शासन गरेको मुलुक होइन। त्यसो भए के हो भन्दा मान्छे या त नाफा कमाउन हिँड्दैछ या ज्याला कमाउन हिँड्दैछ। पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म आम रूपमा हिँड्दैछ यसरी। यस अर्थमा हाम्रो समाज पुँजीवादी समाज हो। तर एउटा हामी आफैले बुझ्नुपर्ने कुरा के छ भने अहिले यो मैले किन भनिराखेको छु भने हामीले समाजवादी कार्यक्रम पारित गरिसकेका छौँ। नेकपा एमालेमा त्यति धेरै दुःख गर्नु पर्दैन, उसलाई कुनै अप्ठ्यारो पनि छैन। नेता ओलीजी हुनुहुन्छ, राजनीति नजाने पनि हुन्छ, जानिहाल्यो भने जब जब भनिदियो भयो। के हो जब जब भन्दाखेरि केही हो होइन, हाम्रो मदन भण्डारीले ल्याउनु भएको थियो होइन, त्यो राम्रो प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने हो भनेर भन्यो भनेदेखि त्यो एकदम सिद्धान्तकार हो। यति भन्न जाने हो भने नेकपा एमालेको सिद्धान्तकार भन्नुको अर्थ उसलाई मूलभूत रूपले लिडरसिपको आजको गन्तव्यको हिसाबले हेर्ने हो भने नेकपा एमालेलाई क्रान्ति गर्नु छैन। यो कारणले गर्दा उसले दुःख गर्नु पर्दैन। काङ्ग्रेस त्यो दुःख गर्नुपर्ने जातै। मैले सधैँ भन्छु के प्रशिक्षणहरूमा, आमाले सग्लै जन्माउनु भयो, 18 वर्ष पुगेपछि ऊ काङ्ग्रेस हुन लायक भयो। उसले केही गर्नु पर्दैन, केही जान्नु पनि पर्दैन। सग्लै जन्मियो भनेदेखि, नागरिकता लियो भनेदेखि ऊ काङ्ग्रेस हुनका लागि लायक हुन्छ। किनभने के गर्ने हो भन्दा सकेसम्म टिकट लिने हो, चुनाव जित्ने हो, नसके चुनाव जिताउने हो। चुनाव जित्ने हो वा जिताउने हो, बस। नेपाली काङ्ग्रेस यति दुईटा कुरामा तपाईँ कहाँ हुनुहुन्छ यही कुरा बुझ्नुभयो भने काङ्ग्रेस हुनका लागि सजिलो भइहाल्यो। त्यसो गर्दाखेरि त्यसलाई त झनै दुःख गर्नु पर्दैन। यो मैले किन भनेको भने एक्चुअली राजेश्वर देवकोटा भन्ने चिन्नुहुन्छ नि, तपाईँ सुन्नुभएको थियो तपाईँहरूले होइन, पञ्चायतका राजाका ठुला विश्वासिला मान्छे थिए। उनलाई मैले भेट्न गएको थिएँ। उनले के भन्थे भने हेर्नुहोस् भुषालजी, हामी सानैमा राजा महेन्द्रले पढाए, हामी सबै जान्ने भइसक्यौँ। अब हामी पञ्चहरूले केही पढ्न ओर्न पर्दैन, राजा महेन्द्रले पढाइसक्यो होइन। काङ्ग्रेसहरूले आमाकै पेटमा पढिसकेका हुन्, त्यसो गर्दाखेरि जन्मेपछि तिनले केही पढ्न परेन। पढ्न बाँकी रहेको तपाईँहरू है भन्थे क्या उनी। यस्तै यस्तै अलि सेटारिकल कुरा गर्थे नि त तिमीले चाहिँ होइन। भनेको तिमीहरूले क्रान्ति गर्ने भनेका छौ, समाज बदल्ने भन्छौ, त्यस अर्थमा तिमीहरूले बढ्ता मेहनत गर्नुपर्छ है भन्ने अर्थमा उहाँले त्यो कुरा भन्नुभएको थियो। त्यही कुरालाई मैले भनेको कि काङ्ग्रेसलाई पनि मेहनत गर्नु छैन, यो एमालेलाई पनि मेहनत गर्नु छैन। प्रचण्डजीलाई अलिअलि मेहनत गर्नु छ, किनभने उहाँले अब हो पनि फेरि नेपालमा गणतन्त्र ल्याउनका लागि माओवादी जनयुद्धले मूल भूमिका, यहाँको राजनीतिक हिसाबले मूल भूमिका त्यसकै हो। हामी त्यो कुरालाई कन्जुस्याइ गऱ्यौँ, हिजो भन्नलाई, यो स्वीकार गर्नलाई हामीलाई कन्जुस्याइ गरेका थियौँ। तर रियालिटी के हो भन्दाखेरि नेपालको जुन विविधता छ, यो विविधतालाई सम्बोधन गर्नका लागि र गणतन्त्र हामीले बेला बेलामा अन्त्यतः बल प्रयोग गर्छौँ, देखा जाला त्यसलाई भन्ने खालले कुरा गर्थ्यौँ हामी एमालेहरूले। हिजो त्यो पार्टीका बैठकहरूको गफको कुरा मात्रै भएको थियो हाम्रोमा गणतन्त्र। त्यो गणतन्त्रलाई माओवादी जनयुद्धले सडकमा ल्याइदियो र यसरी एउटा गणतन्त्रको परिस्थिति बन्यो। र त्यसको नेताका कारणले गर्दाखेरि चाहिँ प्रचण्डजी त्यसपछिको नीतिहरू हेर्नुहुन्छ, प्रचण्डजीको नीतिहरूको कुरा गर्नुहुन्छ भने नेकपा माओवादीलाई फेरि सरकारमा जानुपर्नेछ, फेरि प्रधानमन्त्री हुनुपर्नेछ।
यसले गर्दा यत्तिकै हुन पाइँदैन। त्यो प्रधानमन्त्री हुन चाहिने मेहनत चाहिँ उहाँले गर्नुपर्नेछ। मेची महाकाली यो सडकको छ नि, यो चाहिँ बुलाकी सडक गरेर हुन्छ कि मध्य पहाडी गरेर हुन्छ कि यो सब उहाँले गर्नुपर्नेछ। तपाईँ भाषणै अहिले यहाँ यो भरि रेन्जभरि र अहिले गरेको हर ठाउँको भाषण भन्यो भने हामीलाई दलाल पुँजीपतिहरूले लखटे भन्ने बाहेक केही पनि छैन, रुवाबासी मात्रै छ। त्यो भने के हो भन्दा नलखट्नु पर्थ्यो। नलखट्नका लागि के हुनु पर्थ्यो भन्दा उहाँसँग बहुमत हुनु पर्थ्यो। संसदमा अल्पमतमा परिसकेपछि त्यस पछाडि चाहिँ हामीलाई लखटे भनेर रोइ कराई गरेर र्याल झारेर केही अर्थ हुन्छ त्यो यो कुराको? यसले के बताउँछ भन्दाखेरि उहाँ फेरि अब मैले बुझेँ भन्न त भन्नुभएको छ उहाँले, म वर्गमा फर्केँ, म अब क्रान्ति गर्ने भएँ, एमाले र काङ्ग्रेससँगको सङ्गतमा म बिग्रिया थिएँ, अब तपाईँहरू कहाँ आएँ, मलाई सरकारबाट लखटे। वर्गमा गएर भनेको कुरा के हो भने मलाई सरकारबाट लखटे। मैले क्रान्तिका नीतिहरूमा गल्ती गरेँ भन्नुभएको छ। म क्रान्तिकारी रहेन, जनयुद्ध पछाडि मैले क्रान्तिलाई सत्तामा चढ्ने एउटा सिँढी मात्रै बनाएँ भनेर उहाँले भन्नुभएको छैन कि। उहाँले भनेको मलाई यहाँबाट लखटे भन्ने मात्रै कुरा छ। यसले गर्दाखेरि हामी यो समाजवादी मोर्चामा छौँ, किनभने न्यूनतम पनि मिल्न सकिने सबै साथीहरूसँग मिलिन्छ भनेपछि त हामीले धेरै सहकार्य गरेका छौँ। हिजो एउटै पार्टी पनि हामीले बनाएका हौँ। यो सबै कुराले गर्दाखेरि चाहिँ हामी नेकपा माओवादीसँग नजिकै छौँ तापनि नेकपा माओवादी केन्द्रले कमरेड प्रचण्डले आजसम्म जे गर्दै हुनुहुन्छ, अहिले जे भन्दै हुनुहुन्छ, यो सबै मेहनत 84मा केही न केही हिसाबले अलिकति सिटहरू सुरक्षित राख्ने र फेरि सरकारमा जानका लागि आधार तयार गर्ने सकिन्छ भने अहिले काङ्ग्रेससँग मिलेर फेरि केही गरिहाल्ने, यो खालको काम उहाँले गर्नुभएको छ। त्यसले गर्दाखेरि माओवादीलाई पनि धेरै सिक्न जान्न पर्दछ। हिजो जनक्रान्ति महान जनयुद्ध थियो, गणतन्त्र ल्यायो, यो क्रान्तिकारी हो, हामी क्रान्तिकारी हौँ, त्यसैले हामी सरकारमा जानुपर्छ भन्ने दाबी बाहेक माओवादीले सारमा केही गर्नेवाला छैन। यसले गर्दा उसलाई पनि धेरै दुःख गर्नुपर्नेवाला छैन। अब नयाँ भनिएको केही पार्टीहरू त त्यो झन् केही गर्नै परेको छैन होइन। यो खास गरी यो स्थापित भनिएका पार्टीहरू काङ्ग्रेस र एमाले, माओवादी समेत, हामी जुन पार्टीमा थियौँ, यिनका नालायकीका विरुद्धमा समाजमा जुन आक्रोश उत्पन्न भयो त्यो आक्रोशको अभिव्यक्तिका रूपमा यो साथीहरू आए। खास गरी घन्टी आयो, बालेन आयो, अरू पार्टीहरू पनि यसरी, व्यक्तिहरू पनि यसरी आए। यस अर्थमा तिनीहरूलाई पनि यो क्रान्तिकारी सिद्धान्तको धेरै चटारो छैन, दुःख छैन। तर हामीले फेरि पनि हामीले दुनियाँसँग के भनेका छौँ भने हामी अस्तिको महाधिवेशनमा 10औं महाधिवेशनमा हामीले समाजवादी क्रान्तिको कार्यक्रम प्रष्ट पारेका छौँ र अब नेपालमा कम्युनिस्ट आन्दोलन भाँच्यो भने, वाम आन्दोलन भाँच्यो भने त्यो कम्युनिस्ट पार्टीको, त्यो कम्युनिस्ट आन्दोलनको, वाम आन्दोलनको बाटो यही हो। यही नआइकन सुख छैन, त्यसले समाजवादको बाटो नलिकन सुख छैन भनेर हामीले गएको असारदेखि भन्दै आएका छौँ र कसैले हामीसँग बहसमा उत्रेको पनि छैन। होइन यो बढ्ता बोले यिनीहरूले चाहिँ यो के अरे नेकपा एकीकृत समाजवादीले बढ्ता बोल्यो भनेर कोही बुद्धिजीवी पनि निक्लेको छैन, कोही नेता पनि निक्लेको छैन। भनेको हामीले यो कसम खाइसकेका छौँ कि हामी समाजवादतिर जाने हो। त्यस अर्थमा हाम्रा लागि यो जरुरी छ कि सिद्धान्तका प्रश्नहरूमा हामी सबै कुरा बुझौँ। म कहाँ पुगेका थिएँ भन्दाखेरि पुँजीवादको कुरा, यो समाज सामन्ती रहेन, अथवा हिजो हामीले अर्ध सामन्ती अर्ध औपनिवेशिक जसरी भन्थ्यौँ त्यो अर्ध सामन्ती अर्ध औपनिवेशिक रहेन। यो समाज पुँजीवादी हो, किनभने यो समाजमा या त मान्छे नाफा कमाउन हिँड्दैछ या मान्छे ज्याला कमाउन हिँड्दैछ। यस्तो समाज पुँजीवादी हुन्छ। यो दलाल पुँजीवाद हो भन्दैछु मैले। तर यति भनेर पुग्दैन।
यति भनेर पुग्दैन। किनभने पुँजीवादको पनि दुईटा चरित्र हुन्छ। त्यही पुँजी हो, त्यसले कारखाना खोल्छ, उद्यम खोल्छ, उद्यमलाई श्रम चाहिन्छ, त्यसलाई उसले श्रमिक खरिद गर्छ, श्रम खरिद गर्छ। एकातिर वस्तु उत्पादनका लागि साधनहरू चाहिन्छन्, उसलाई त्यो खरिद गर्छ, अर्कोतिर श्रम खरिद गर्छ। र यसरी उद्यम खोल्दै रोजगारी सिर्जना गर्दै जाने एउटा पुँजीको एउटा चरित्र हुन्छ। राष्ट्रिय पुँजी भन्छौँ नि, त्यो भनेको नेपालको पुँजी भनेको होइन। राष्ट्रिय पुँजी भनेको त्यो पुँजी हो जसले उद्यम खोल्छ, रोजगारी सिर्जना गर्छ। उद्यम खोल्छ, रोजगारी सिर्जना गर्छ, त्यो चाहिँ राष्ट्रिय पुँजी हो। त्यो भारतमा पनि यदि त्यस्तो पुँजी छ र त्यसले चाहिँ उद्यम खोल्दैछ र रोजगारी सिर्जना गर्दैछ भने त्यो चाहिँ राष्ट्रिय पुँजी हो। सबैले बुझौँ है, यो चाहिँ राष्ट्रिय पुँजी भनेर भाषण गरिरहेको के भने राष्ट्रिय पुँजी। राष्ट्रिय पुँजी भनेको उद्यमशील पुँजी हो, औद्योगिक पुँजी हो। त्यसले त्यो भनेको के हो भन्दा रोजगारी सिर्जना गर्ने हो। ठ्याक्कै भन्दाखेरि अर्को पुँजी हुन्छ जसले रोजगारी सिर्जना गर्दैन तर नाफा कमाएको कमाइ हुन्छ। पुँजीवाद भन्ने बित्तिकै त नाफा कमाउनु पर्यो। एउटाले उद्योग गरेर नाफा कमाउँछ, उद्योग गर्छ, कर तिर्छ, श्रमजीवी खोज्छ, ब्याङ्क लोन सोन यो सब खोज्छ ओर्छ, के गर्छ होइन, बजारमा प्रतिस्पर्धा गर्छ र कमाउँछ। किनभने अर्को पुँजीपतिले फेरि त्यस्तै उद्योग खोलेको छ, त्यो योभन्दा सस्तो सामान दिन सकेन भनेदेखि यसको सामान बिक्दैन। यो सबै बेहोरेर उसले नाफा कमाइरहेको हुन्छ। यो एउटा पुँजीपति हो जसलाई हामीले उद्यमशील पुँजी भन्छौँ, राष्ट्रिय पुँजी भन्छौँ, औद्योगिक पुँजी यो। अर्को पुँजी हुन्छ जसले नाफा त कमाएको कमाइ गर्छ तर यस्तो कुनै रिस्क पनि लिँदैन, उद्यम पनि खोल्दैन, श्रम रोजगारी पनि सिर्जना गर्दैन, नाफा चाहिँ कमाएको कमाइ हुन्छ। यस्तो पुँजी चाहिँ दलाल पुँजी। त्यसले के गर्छ भन्दा दलाली मात्रै गर्छ। मानौ यो अथवा यो कागज भन्नुहोस् न, यो कागज मेसिनबाट उत्पादन हुन्छ। मेसिनमा मजदुरले काम गर्छ। मेसिनमा मात्रै मजदुरले काम गर्दैन, कागजलाई कच्चा पदार्थ बनाउने त्यो होल प्रक्रियामा मजदुरले काम गर्छ। मेसिन चलाउने मात्रै मजदुर हुँदैन। यसका पछाडि त यसको कच्चा पदार्थ खोज्नेदेखि लिएर यसको प्रोसेसिङका अनेक तहमा मजदुरले श्रम हाल्दै 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 अन्तिममा आएर मेसिनसम्ममा, फाइनल मेसिनसम्ममा उसले श्रम हाल्छ र यो कागज उत्पादन हुन्छ। एउटा लामो प्रक्रियामा यसले रोजगारी उत्पादन गरिराखेका हुन्छ। समाजका आवश्यकताहरूलाई पुरा गर्नका लागि वस्तुहरू उत्पादन गरिराखेका हुन्छ। यो एक खालको पुँजी हो। अर्को खालको पुँजी हो, पुँजी हुन्छ नाफा कमाउँछ तर त्यसले रोजगारी सिर्जना गर्दैन। त्यसलाई मैले धेरै पटक लेख्दा र बोल्दाखेरि यो गाडी र साडी ल्याएर बेचेर खाने पुँजीवाद भनेर भन्ने गरेको थिएँ। सामान ल्याउँछ होइन, यहाँ उद्योग खोल्दैन, बाहिरबाट सामान लिएर आउँछ अनि यहाँ बेच्छ। यस्तो कुराले उसले नाफा त कमाइराखेका हुन्छ, उसले रिस्क पनि उ गर्दैन। क्रमशः त्यसले के गर्छ भने अब भन्सार मिलाउँछ। त्यस पछाडि 10 करोडको सामान लिएर आयो भने 1 करोडको चाहिँ त्यहाँ भन्सार दाखिला गर्छ, 9 करोड यसै भित्रै हाल्छ यहाँ। त्यस पछाडि उसलाई यो यहाँको कर, अरू अन्तशुल्कदेखि लिएर अरू करहरू पनि छल्ने ओर्ने कुरामा लाग्छ। यो लाग्दै 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 जान्छ र यो एकदमै सजिलो आम्दानी हो, बडा इजी मनी भन्छ नि, त्यो एकदमै सजिलो आम्दानी हो। जुन आम्दानी उसले बिस्तारै यताउता बाँड्दै जान्छ अलिअलि र अनि नेताहरूलाई त्यसले किन्न थाल्छ। नेताहरू मार्फत संसद किन्छ अनि अदालत किन्छ र काङ्ग्रेस, कम्युनिस्ट, योवादी, राजावादी यी सबैलाई एक ठाउँमा ल्याइदिन्छ। त्यही नाफा बाँड्ने हो, सजिलो पैसा बाँडिदिने हो। उसले दुःख गर्न पनि केही पनि छैन। यसरी कानुन पनि किन्छ, पुलिस प्रशासन पनि किन्छ, नेता पनि किन्छ, अब सबै कुरा किन्ने भयो। यसरी उद्योग नखोल्ने, रोजगारी सिर्जना नगर्ने तर
पुँजी चाहिँ कमाइरहेको यस्तो पुँजी जुन पुँजीले रोजगारी सिर्जना गर्दैन त्यो दलाल पुँजी अघि हामीले राष्ट्रिय पुँजी भनेको थियौँ नि जसले रोजगारी सिर्जना गर्छ त्यो चाहिँ राष्ट्रिय पुँजी हुन्छ जसले रोजगारी सिर्जना गर्दैन त्यो पुँजी दलाल पुँजी हुन्छ त्यसले भएकै उद्योग पनि सकिदिन्छ के अरे बनी बनाऊ अहिलेको भन्सार नीति हेर्नु न यो कानुनमा कसरी जान्छ भन्दा कैयन उद्योगको के छ भन्दाखेरि चाहिँ बनी बनाऊ माल ल्याउँदाखेरि सस्तो हुन्छ कच्चा पदार्थ ल्याउँदाखेरि कच्चा पदार्थ महँगो हुने बढी भन्सार लगाउने यहाँ के भन्सारमा हाम्रो भन्सारले कच्चा पदार्थ ल्याउँदाखेरि बढी भन्सार लगाउने बनी बनाऊ माल ल्याउँदाखेरि चाहिँ कम भन्सार लगाइदिने त्यसो भएपछि सकिएन त्यस पछाडि चाहिँ एउटा दुईटा कानुनले सकिदिन्छ यो सब चिज यिनीहरूले मिलाउँछ यसरी हेर्दाखेरि नेपालको समग्र यहाँको अर्थतन्त्रलाई हेर्दाखेरि हाम्रो अर्थतन्त्र यो राणाकालदेखि सुरु भयो यस खालको पुँजी यो पञ्चायतमा बढ्यो अस्ति प्रजातन्त्रमा पनि बढ्यो र अहिले त झनै बढ्दैछ भ्यू टावर किन बनाउँछ भन्दाखेरि घुस खानका लागि हो राजनेतालाई त भोटलाई देखाउनलाई भाषण गर्नलाई हुन्छ राजनेता भनेको मैले कोट अनकोट राजनेता भनेको तिनीहरूलाई त यहाँ आफ्नो क्षेत्रमा भयङ्कर अरबौँ लगानी गर्ने र पैसा जम्मा गर्ने कुरा भयो प्लानरहरू किन लाग्छन् भन्दाखेरि चाहिँ ठुल्ठुलो यस्तो संरचना बनायो भने बनाए बापत होइन ठेक्का बापत के बापत अनेक चिजहरू आउँछ यसले गर्दाखेरि उनीहरू यस्तोमा विकास यस्तो हुन्छ अर्थतन्त्र अनुकूल बनाउँछन् आर्थिक नियमहरू यस्तै बनाउँछन् ऐनहरू यस्तै बनाउँछन् र अनि यो सबै अर्थतन्त्रले हाम्रो राजनीतिक व्यवस्थाले मूलभूत रूपले कसको सेवा गर्छ भन्दा नाफा कमाउने उद्योग नखोल्ने पुँजीपतिहरूलाई यसले सेवा गर्छ यस्तो समाज दलाल पुँजीवादी हुन्छ यस अर्थमा हाम्रो समाज हिजो सामन्ती थियो आज पुँजीवादी हो तर पुँजीवाद पनि दुईटा चरित्रको हुन्छ एउटा रोजगारी सिर्जना गर्ने हुन्छ एउटा रोजगारी सिर्जना नगर्ने हुन्छ हाम्रो अर्थतन्त्रको चरित्र हाम्रो अर्थतन्त्रको प्रकृति यो रोजगारी सिर्जना नगर्ने पुँजी भएको हुनाले यसलाई दलाल पुँजीवाद भनिन्छ यसर्थ अब हाम्रो यहाँबाट हो हामीले हेर्ने हामी यहाँनिर छौँ गर्मी भयो चटपटी ल यसो भएको हुनाले मैले अघि भन्दै थिएँ नि हामी कहाँ छौँ त्यो चिसोमा त छ कि तातै लगाएको छ त्यसमा ल भइहाल्यो यो आजको गर्मी होइन सृष्टिदेखिकै यस्तै गर्मी हो होइन होइन यो सबैले पचाएछन् काङ्ग्रेसले पनि यस्तै पचाएछन् यो हामीले मात्रै पचाएको होइन ल त्यसो गर्दा यो समाज विकासको क्रममा हामी दलाल पुँजीवादी समाजमा छौँ हामी जानुपर्ने हामी समाजवादतिर हो यदि यसो हो भने यही समाज समाजवादमा जान सक्छ कि सक्दैन भन्दा यही समाज समाजवादमा जान सक्दैन हाम्रो मान्छेलाई हामीले एउटा मान्छेको हैसियतमा आजको पुँजीवादी समाजकै मान्छेको हैसियतमा पनि ल्याउन सकेका छैनौँ खास गरी तपाईँले अहिले हेर्नुहुन्छ भने तथ्याङ्कै हेर्दाखेरि पनि रोजगारी स्वरोजगारी वा अन्तसङ्गठित क्षेत्रमा असङ्गठित क्षेत्रमा रोजगारी पाएका मान्छेहरूको सङ्ख्या कति 74-75 लाख भन्छ 2 करोडभन्दा बढी वर्कफोर्स भएको मुलुकमा करिब 2 करोड भएको ठाउँमा 74 लाख मान्छेहरू छन् त्यसमाथि पनि सङ्गठित क्षेत्रमा त 40 लाख 45 लाख मात्रै मान्छेहरू सङ्गठित क्षेत्रमा काम गर्छन् भनेपछि बहुत कम मात्रै मान्छेले काम गरेका छन् काम गर्ने भनेको अर्थतन्त्रको मात्रै कुरा होइन है कम्युनिस्टहरूले बुझ्दाखेरि चाहिँ काम गर्ने भनेको मान्छे हुने प्रक्रिया पनि हो जस्तो तपाईँले मैले सधैँ भन्ने गरेको छु कि यो सुदूरपश्चिमको वा कर्णालीको चाहिँ दलितहरूको तिनको जिन्दगी हेर्नुभयो भने कि तिनीहरू श्रम त गरिराखेका छन् तर कस्तो श्रम छ तिनीहरू अधिकांश मान्छे त्यहाँ छैन अस्ति पहिरो गएकै ठाउँमा पनि तपाईँले हेर्नुभयो भने कतिवटा 50वटा घर छन्
32 जना मान्छे छन् भन्छ होइन। अस्ति भर्खरै म त्यहाँ हुम्ला जिल्लामा गएर त्यहाँको अधिवेशनमा गएर आएको हुँ। गाउँमा सामान्यतया लोग्ने मान्छेहरू बहुत कम छ। यो आजको मात्रै होइन, धेरै अगाडिदेखि यस्तो छ। त्यहाँको जीवनको हिसाबले भन्ने हो भने त्यो श्रमको अवस्थामा पनि पुगेका छैनन् के तिनीहरूले। काम गर्ने वातावरण त्यो ठाउँसम्म पनि उनीहरूले पुगे, कुनै पनि काम गर्ने भारी नै बोकेर खाउँ भन्नका लागि पनि तिनीहरूलाई काम छैन। कामको अभावको उसले गर्दाखेरि त्यहाँका मान्छेहरू, त्यहाँको जीवन कस्तो छ भन्दा सामान्यतया सङ्गठित भएर, जस्तो कि एउटा कारखाना खुल्यो त्यहाँ, मान्नुहोस् न कुनै ठाउँमा एउटा डेरी एउटा कारखाना खुल्यो, त्यहाँ मान्छेहरूले गाई पाल्न थाले। त्यसले धेरै ठुलो एउटा परिवर्तन ल्याउँछ। जसले गाई पाल्न थाले, गाई खोज्न थाले, गाई धेरै दुध दिने गाईहरू उनीहरूले चाहिँ त्यसको बारेमा जानकारी राख्न थाले, खोज्न थाले, आफ्नो आम्दानीलाई उनीहरूले बढाउन थाले, त्यसका लागि के गर्नुपर्छ उनीहरूले थाहा पाउन थाले, त्यसका लागि सङ्गठित हुन थाले, आदि इत्यादि इत्यादि इत्यादि। एक ठाउँमा बसेर काम गर्ने दौरानमा तिनीहरूको त्यो भाषा विकसित हुन्छ, तिनको क्षमता विकसित हुँदै जान्छ र त्यो मान्छे बन्ने प्रक्रिया अझ तीव्र हुँदै जान्छ। तर काममै नआउने भएपछि मान्छे एकदमै एकान्त, निठल्लो, एकदमै आइसोलेटेड भन्छ नि, अलग बिलग रहेको त्यस्तो अवस्थामा रहन्छ। ज्ञान, बुद्धि, यो क्षमता बढ्ने, साइन्स, यो सबै कुरा त झन् बढ्ने कुरै भएन, उसको क्षमताको विकास हुँदैन। यसले गर्दा यस्तो मान्छेलाई हामी, यस्तो समाजलाई हामी एकैचोटि समाजवादी समाजमा लैजान सक्दैनौँ। जुन समाज असाध्य उन्नत सांस्कृतिक चेतना, मैले कमाउन सक्छु, मैले कमाउँछु, मेरो छिमेकमा बस्नेले कमाउन सक्दैन, त्यसको जिम्मेवारी मेरो हो भन्ने त्यो चेतना विकसित हुनका लागि मान्छे त्यो समाजवादी चेतनाको मान्छे हुनुपर्छ। त्यो शैक्षिक हिसाबले, सांस्कृतिक हिसाबले, हर हिसाबले त्यतिको त्यो विकसित चेतना बन्नपर्छ। त्यस्तो सांस्कृतिक, शैक्षिक त्यो चेतना हाम्रो जस्तो उत्पादन प्रणालीमा बन्दैन। त्यसले गर्दाखेरि हामीले पहिला त हाम्रो उत्पादक क्षमतालाई बढाउनु पर्छ। मान्छेको उत्पादक क्षमतालाई बढाउँदै हामी त्यहाँ लैजानुपर्छ। यदि मान्छेको क्षमतालाई बढाउँदै त्यहाँ लैजाने हो भने हामीले मान्छेलाई काम दिनुपर्छ, उद्यममा ल्याउनुपर्छ, उद्यममा सङ्गठित गर्नुपर्छ। यस अर्थमा आजको कार्यभार के हुने भयो भन्दा राष्ट्रिय, यो दलाल पुँजीको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै अगाडि बढ्नुपर्ने हो। राष्ट्रिय पुँजीको विकास गर्ने भने के हो? कहाँ हो त राष्ट्रिय पुँजीको विकास गर्न? के गर्नुपर्छ भन्दा राष्ट्रिय पुँजीको विकासका लागि रोजगारी सिर्जना गर्नुपर्छ। रोजगारी कहाँ सिर्जना हुन्छ? क्याम्पसमा, स्कुलमा, अथवा कुनै सरकारी कार्यालयमा पुलिस भर्ती गरेर, आर्मी सङ्ख्या बढाएर? त्यो त उत्पादक होइन। फेरि पनि फर्किनु पर्ने कुरा कहाँ हो भन्दाखेरि त्यो कृषिमै हो, त्यो उद्योगमै हो, त्यो पूर्वाधारका अरू क्षेत्रमा हो, पर्यटनमा हो, यी क्षेत्रमा हो। यसको विकास गर्दै तिनीहरूलाई रोजगार बनाउँदै जति रोजगारी बढ्दै जान्छ त्यति राष्ट्रिय वैभव सिर्जना हुँदै जान्छ। कर त अहिले पनि सबैले तिर्छौँ नि, तपाईँ हामी सबैले कर तिर्छौँ, पाइलामा कर तिर्छौँ। तपाईँ बस चढ्नुहोस् कर तिर्नुहुन्छ, तपाईँले सिगरेट खानुहोस् कर तिर्नुहुन्छ, होटलमा खानुहोस्, नास्ता गर्नुहोस् कर तिर्नुहुन्छ, त्यहाँ सुत्नुहुन्छ कर तिर्नुहुन्छ, चिया पिउनुहुन्छ कर तिर्नुहुन्छ, उता गएर कफी खानुहुन्छ कर हरेक ठाउँमा तपाईँ भ्याट त जोडै छ। भ्याट त त्यो उसले तिर्ने होइन नि, त्यो त हाम्रोमा जोडेर लिन्छ। त्यसले चाहिँ साँझसम्म हामी बिहान यस्तो अलिकति सहर बजारमा भन्यो भने त कति 50 पटकसम्म हामी एउटा मान्छेले परिवारका सबैको जोड्दा त अलि चल्ता पूर्जा बाहिरको व्यवहार गर्ने मान्छेले 200-250 पटक सरकारलाई कर तिरिराखेको हुन्छ। यसरी राष्ट्रिय वैभव जम्मा हुने हो। तपाईले कृषि क्षेत्रमा धेरै राम्रो गर्न सक्नुभयो, उद्योगमा राम्रो गर्दै हुनुहुन्छ, पर्यटनमा राम्रै गर्दै हुनुहुन्छ, पूर्वाधारका क्षेत्रमा गर्दै हुनुहुन्छ भने कर तिर्ने मान्छेहरूको सङ्ख्या बढ्छ र कर तिर्ने जुन मात्रा हो त्यो पनि बढ्छ। यसरी राष्ट्रिय वैभव जम्मा हुन्छ र त्यो वैभव
लाई हामीले शिक्षामा राम्ररी लगानी गर्न सक्छौँ, स्वास्थ्यमा हामीले राम्ररी लगानी गर्न सक्छौँ, बुढाबुढीहरूको स्वास्थ्यमा हामीले लगानी गर्न सक्छौँ, बच्चा बच्चीहरूको स्वास्थ्यमा हामीले लगानी गर्न सक्छौँ, महिलाहरू अझ दलित महिलाहरू तिनको उत्थानका लागि हामीले अझै धेरै काम गर्न सक्छौँ र यसरी क्रमशः रोजगारीबाटै यो सबै कुरा सिर्जना हुँदै जान्छ है। रोजगारी जानको लागि फेरि जानु पर्यो उद्यममै। उद्यम गर्न कसले दिँदैन भने दलाल पुँजीवादले दिँदैन। त्यसले गर्दा यो समाजलाई अगाडि बढ्न दिँदैन। महिलाका लागि पनि वा मजदुरका लागि पनि वा शिक्षकका लागि पनि वा अरू कोही मान्छेका लागि पनि आजको समाजमा विकासको बाधक को हो भन्दा त्यस अर्थमा दलाल पुँजीवाद आजको विकासको बाधक हो। यही कुरा दुनियाँलाई बताउँदै ए मजदुर किन तलब छैन भन्दाखेरि त्यो नभए अर्को आइहाल्छ यत्रो बेरोजगार मुलुकमा। त्यसले गर्दा पुँजीपतिले पैसा दिँदैन, खान पुग्ने दिँदैन। तिम्रो शत्रु को हो भन्दा दलाल पुँजीवाद हो। शिक्षक भने जतिको तलब छैन। के हो भन्दा अर्थतन्त्रले नै तिमीलाई धान्न सक्ने स्थिति यो बनाइराख्दैन यसले गर्दाखेरि चाहिँ वैभव बढाएर मात्रै हामीले शिक्षकको पनि तलब बढाउन सक्छौँ। यस अर्थमा तिम्रो शत्रु पनि यो दलाल पुँजीवाद नै हो। उद्यमी कुनै साँच्चै उद्यमी छ भनेदेखि तपाईँ हेरिराख्नु भएको छ एउटा कुनै ठुलो इन्टरनेसनल सीमापारको व्यवसायी र उद्योगी व्यापारी र उद्योगी जोसुकै भन्नुहोस् न, हेर्नुहोस् जिन्दगीमा असाध्यै ठुलो गुणात्मक रूपले फरक छ। त्यो उद्योगीले ब्याङ्क गर्नुपर्छ, मजदुर मिलाउनुपर्छ। मैले भने नि अघि उसले के अरे बजारमा चाहिँ उसले प्रतिस्पर्धा गर्नुपर्छ, टोलले गुन्डालाई पैसा खुवाउनुपर्छ, नेतालाई घुस खुवाउनुपर्छ, हर ठाउँमा कर्मचारीलाई। त्यो पनि फेरि उद्योगको त के छ भने वार्डदेखि पालिकादेखि माथिसम्मको उसले तिर्नुपर्ने ठाउँहरू छन्। त्यहाँ सबै ठाउँमा उसले बुझाउनुपर्छ। यो सबै गरेर उसले कमाउने एउटा उसको जिन्दगी र यत्तिकै बसिकन कमाउनेको पुँजीपति नै हुन् तिनको जिन्दगी। हेर्नुहोस् यसले गर्दाखेरि हामीले अहिले राष्ट्रिय पुँजीको विकास गर्दै जान्छौँ। यो योजना त्यस्तो कानुन बनाउँदै जान्छौँ। त्यस्तो कानुन बनाउनका लागि कानुन बनाउने राजनीति चाहियो, त्यस्तो पार्टी चाहियो। यदि राष्ट्रिय पुँजीको विकास गर्ने हो भने राष्ट्रिय पुँजीको विकास गर्ने पार्टीले जित्न पर्यो। यदि राष्ट्रिय पुँजीको विकास गर्ने होइन भने दलाल पुँजीवादकै विकास गर्ने हो भने दलाल पुँजीवादी पार्टीहरूले जित्न पर्यो। अहिलेसम्म भएको के छ त भन्दा मै हो भन्ने क्रान्तिकारीहरू पनि गएर दलाल पुँजीवादकै भाषमा परे। जसकै कारणले यो गिरिबन्धु सिरिबन्धुदेखि लिएर तमाम घटना काण्ड हुँदै जाने, ओम्नी सोम्नीदेखि लिएर यी सारा कुरा, त्यो धितो पत्र बोर्डमा चाहिँ त्यो लेनदेन हुने, यो के अरे गभर्नर बनाउनका लागि यो सारा कुरा हुने कुरा यो सबै दलाल पुँजीवादका कारणले। यसर्थ हाम्रो काम मूलभूत रूपले दलाल पुँजीवादलाई निरस्त गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने बाटोबाट हामी अगाडि बढ्दै जान्छौँ, राष्ट्रिय वैभव बढाउँदै जान्छौँ। त्यो वैभवको उचित वितरणको व्यवस्था मिलाउँदै जान्छौँ। जति राष्ट्रिय वैभव हुन्छ त्यति हामीले चाहिँ सामाजिक कल्याणका क्षेत्रमा, अरू अशक्तहरूका पक्षमा, पिछडिएका क्षेत्रहरूमा, कम कमाउने वर्गहरूमा हामीले त्यो वितरणको व्यवस्था मिलाउन सक्छौँ र जान्छौँ। कमरेड हाम्रो बाटो यो। जतिसुकै गरे पनि, जतिसुकै अहिलेको सामाजिक सञ्जालमा मान्छेहरू बौलाएर चाहिँ सारा सडकमा ओर्लेका छन् मान्छेहरू, यो सबका बावजुद अन्ततः यो मुलुक यदि कहीँ कतै यसको भाग्य छ भने, यो बन्ने हो भने, यसले खुट्टा टेक्छ भने, यसको स्वाधीनताको रक्षा हुन्छ भने राष्ट्रिय पुँजीको बाटो, विकासको बाटोबाट नगइकन यसको स्वाधीनताको, यसको रक्षा हुन सक्दैन। यसको यो समाजको, हाम्रो विकास प्रगतिको कुरा ग्यारेन्टी हुन सक्दैन। हामी जाने बाटो यो हो। यो कोर्समा कोही टक्राएको छैन। मैले भन्न खोजेको महाधिवेशनको हाम्रो यो निर्णयमा अहिलेसम्म कोही टक्राउन आएको छैन। यसले गर्दाखेरि यो कुरा बुझाउने जिम्मा पनि हाम्रै हो। यो समाजवादी कार्य दिशाको कुरा त हामीले बताएर गयौँ, तर परिस्थिति के छ? आजको परिस्थिति के हो त
भन्दा जे पनि हुन सक्छ। एक, काङ्ग्रेस र एमाले दुईटाले सल्लाह गरेर रवि सहकारी ठगीमा कुनै न कुनै हिसाबले धेरै तरिकाले मुछिएका मान्छे। अमेरिकामै उनका 9वटा मुद्दा थिए, 2टा मुद्दा अहिले पनि बाँकी छन्, अरू विभिन्न खालका उहरू। उनले धेरै गल्ती गरेका छन्, तर सत्ताले अहिले उनलाई जे व्यवहार गर्दैछ, उनलाई चाहिँदाखेरि उसैलाई प्रयोग गर्थ्यो, उसैलाई प्रयोग गर्यो, गर्न खोज्यो। अब उसका लागि चुनौती खडा हुँदैछ भनेपछि उसलाई चाहिँ यो सबै बदलाका कारबाही हुँदैछ। बालेन कुनै राजनीतिक सेन्स भएको मान्छे होइन। एकचोटि उनको श्रीमतीलाई राति उनले फर्किँदै थिइन् कता हस्पिटलबाट, ट्राफिकले रोकेर चेकिङ गर्न के माग्यो, ब्लू बुक केही लाइसेन्स माग्यो। त्यति गर्यो भनेर उनको श्रीमतीलाई पुलिसले त्यति गर्यो भनेर उनले राति नै एउटा स्ट्याटस लेखे, यो सिंहदरबारमा भोलि आगो लगाइदिन्छु। यो अस्ति भर्खर पनि कथा खाल्टामा हालिदिन्छु, सबैलाई टुकुचामा हालिदिन्छु भनेर लेख्दै थिए। पुरिदिन्छ। कुनै जे गर्दैछन् उनको ताल जे हुँदैछ, यो चाहिँ कुनै राजनीतिक एउटा सामान्य राजनीतिक नागरिकको हिसाबले सचेत एउटा सम्मानित नागरिकको पनि उनको तरिका छैन। तैपनि अहिले चाहिँ त्यो एउटा कार्यकारी अधिकृत नपठाएर जे गरे नि, फेरि अरू सबै ठाउँमा हामीलाई थाहा छ जुन पार्टीको मान्छे त्यहाँ जान्छ त्यो सङ्घीय मामला मन्त्री हुन्छ, त्यसले सकेसम्म आफ्नो पार्टीका मान्छेले के अरे मेयरहरूले भनेका ठाउँमा त्यही अधिकृत पठाउँछ। यो सबैलाई थाहा छ। त्यहाँ यिनीहरूले गडबडी गरेको न्यु खोज्यो। ऊ भनेको उसमाथि पनि यिनीहरूले अब बदलाको कारबाही गर्दैछ। यसो हेर्दा म के देख्छु एउटा सम्भावना भने ओलीजीको बुद्धि, ओलीजीको मति हेर्दाखेरि 84 सम्म जाँदा जोसँग थ्रेट हुन्छ त्यसलाई मुद्दा मामिला फसाउने, थ्रेस होल्ड बढाउने, अनेक गरेर प्रचारमा जानै नसक्ने पाकिस्तानको जस्तो चुनाव बनाउने स्थिति, त्यो ठाउँमा पनि यिनी जान सक्छ। सत्ताका लागि केही बाँकी राख्दैनन् तिनी। तपाईँहरू झापाली नै हुनुहुन्छ, अब मैले तपाईँहरूले भन्दा बढी जाने छु त के भन्नु, मैले राम्रै जाने छु भन्ने लाग्छ। अरू धेरैले भन्दा मैले राम्ररी जाने छु भन्ने लाग्छ यो नेपालका अरू नेताहरूले भन्दाखेरि। किनभने उसँग कुरा भयो भन्दाखेरि तिमी फेरि ठगिने भयो भनेर मैले हरेक पटक भनेको छु। ओलीसँग भेट भयो, कुरा भयो, कुरा राम्रै भयो भन्नेलाई अब ठगिने भयो भन्ने गरेको छु धेरै वर्षदेखि मैले चाहिँ। उनको बुद्धि हेर्दा त्योसम्म फेरि यिनी मात्रै जाने होइन, संसारका यस्ता दुष्ट मान्छेहरू त जो पनि गइराखेका छन्। त्यसले गर्दाखेरि काङ्ग्रेसलाई पनि सत्ता बाहेक अरू के हो? प्रजातन्त्र सत्ता, लोकतन्त्र के हो? सत्ता कुर्सी। सत्ता र पैसा बाहेक काङ्ग्रेसले जानेको केही चिजै छैन। तपाईँले काङ्ग्रेसको तल अहिले त हेर्नुभयो होला नि, मैले अस्तिको चुनावमा हेरेको काङ्ग्रेसलाई त्यति नजिकबाट मैले थाहा थिएन मलाई। पहिला त्यहाँ टिकट बढाबड हुँदो रहेछ, टिकटमा भाउ बढाबड हुन्छ। त्यो भाउ बढाबडमा जसले टिकट ल्यायो त्यसपछि त्यसले आफूभित्रका गुटहरू किन्नु पर्दो रहेछ। त्यस पछाडि बल्ल हो बाहिर समाजमा पैसा लिएर निक्लने हो बिचरा। त्यो त्यसको पनि सुख त रहेनछ त्यहाँ काङ्ग्रेसको हेर्दाखेरि। अस्ति मैले अलि राम्ररी नजिकबाट हेरेँ मैले चाहिँ पछिल्लो चुनावमा चाहिँ त्यो तहमा मैले पनि काङ्ग्रेसलाई बुझेको थिइनँ। यस अर्थमा यिनीहरू मूल्य मान्यता कुनै यो कुनै कुराबाट यिनीहरू प्रभावित हुँदैनन् र यिनीहरू जुनसुकै हिसाबले पनि सत्तामा जानका लागि जे पनि गर्न सक्ने शक्तिहरूको गठबन्धन भएको हुनाले एउटा त्यो पनि भइदिन सक्छ। दोस्रो, सामान्य अवस्था रहँदा यिनीहरूले अर्थो केही नगर्दा वा गर्न नसक्दा आउने संसद
योभन्दा डरलाग्दो गरी अस्थिर हुनेछ। आजकै अवस्थामा, आजकै स्ट्रेन्थमा चुनाव हुने हो भने माओवादी धेरै डरलाग्दो स्थिति छ। जेसुकै हुँदाखेरि पनि एमाले त्यसकै दुःखले त्यो धेरै कमजोर भइसकेको छ र आन्तरिक रूपमा त्यो विस्फोट हुन सक्दैन। त्यसले गर्दा गल्दै 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 गएको छ र त्यो निराशा बाहेक त्यो पार्टीमा केही पनि छैन। कोही पनि स्वाभिमान, म स्वाभिमानी हुँ भनेर भन्न सक्ने स्थिति छैन। तल जनताको ठुलो पङ्क्ति अहिले पनि यो कम्युनिस्ट पार्टी भनेर लागेको छ। ओलीजी त्यस्ता छन्। बीचको यो दोस्रो पुस्ता भन्ने जस्तो त्यो धेरै जसो बिकिसकेको छ। स्वार्थमा कतै न कतै पार्टीभित्र पार्टी बाहिर यो सबैको कुराहरूले गर्दाखेरि त्यसले अरू जोखिम उठाउन सक्दैन। यसले गर्दाखेरि एमाले र काङ्ग्रेस भयङ्कर गलेका छन्। यो अवस्थामा आउने यत्तिकैको अवस्थामा हुने चुनावको कुरा गर्दैछु। यो 84 को चुनावले अझ डरलाग्दो अस्थिरता निम्त्याउन सक्छ। कोही स्वतन्त्र आएको छ, कोही पार्टीको 2टा आएको छ, कोही पार्टीको 3टा आएको छ, अर्कोको 10 वटा आएको छ। त्यो के हो स्थिति एउटा बन्दिन सक्छ। यिनीहरू त्यसरी गए कब्जा गर्ने स्थितिमा चाहिँ यिनीहरू गएनन् भने त्यो एउटा स्थिति छ। अर्को एउटा विकल्प के हो? अब यसमा राम्रो देखिने विकल्प के हो भने कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउने छन् र त्यसले धेरै ठुलो काम त गर्दैन तर बहुमतसम्म ल्याउनका लागि, किनभने सबै पार्टी एक ठाउँमा आएपछि अब लेफ्टहरू एक ठाउँमा आए, अब यो एउटा शक्ति भयो, यसैले जित्छ भन्ने एउटा माहौल बनेर लेफ्टहरू एक ठाउँमा जाँदाखेरि एउटा स्थिति चाहिँ त्यससँग लड्नका लागि चाहिँ अब यो स्वतन्त्रले चाहिँ त जित्दैनन्। त्यसले गर्दाखेरि अरू चाहिँ स्वतन्त्रवालाहरू काङ्ग्रेसतिर लाग्नेछन्। यसरी काङ्ग्रेस र कम्युनिस्टको फेरि अलिकति ध्रुवीकरण हुने, लेफ्टहरू बलियो भएर निक्लने एउटा काल्पनिक भन्नुहोस्, एउटा सैद्धान्तिक सम्भावना त्यो पनि छ। भने यसमध्ये पहिलो विकल्प यो त सकिने विकल्प हो। दोस्रो विकल्प त्यो लथालिङ्ग हुने विकल्प हो र कम्युनिस्ट आन्दोलनका लागि त पश्चिम बङ्गालको बाटो नाकैमा छ है साथीहरू। हामीले हेर्दै पश्चिम बङ्गाल त्यहाँ गएको। मैले जतिखेर यो कहिले हो, यो 68 सालतिर एउटा प्रशिक्षणमा गएको थिएँ कलकत्तामा। म त्यहाँ मैले साथीहरूसँग बसेर राति लामो कुरा गरेँ। त्यहाँ बसेर मैले जे निष्कर्ष निकालेँ कि यो सिपिएम अब भयङ्कर डरलाग्दो गरी अब बिग्रदैछ भन्ने त्यो इम्प्रेसन बोकेर म फर्केँ। गर्दा के रहेछन् भने उनीहरूलाई मैले सोधेँ, हाम्रो साथीहरूलाई सोधेँ के गर्नुहुन्छ, त्यसपछि के गर्नुहुन्छ, तपाईँहरूको के गतिविधिहरू गर्नुहुन्छ भनेर उहाँहरूलाई सोध्दै जाँदाखेरि त केही कार्यक्रमहरू गर्ने, यस्तै गोष्ठी गर्ने, प्रशिक्षणहरू यताबाट कसैले गर्न भन्यो भनेदेखि प्रशिक्षणहरू गर्ने, यस्तो कार्यक्रमहरू हुँदो रहेछन्। नत्र भने त्यहाँ बोझ कब्जा गर्नेदेखि लिएर अनेक काममा त्यहाँको सिपिएमलाई चाहिँ हाम्रो साथीहरूले सहयोग गरे। त्यो त बुथै कब्जा गर्ने, काङ्ग्रेस कुट्ने, लुट्ने, यी यस्तैमा चाहिँ तिनीहरू गइसकेका रहेछ, जसको कारणले त्यो पतन त्यहाँ गयो। एमालेको आजको नालायकीको जुन कुरा छ कमरेडहरू, यो सानोतिनो कुरा छैन। एमाले ढिक्कै सकियो भने नेपालको वाम आन्दोलन पनि फेरि बर्बाद हुनेवाला छ। तर ओलीले यो नगराइ नछोड्नेवाला छ। हेर्नुहोस् है, भयङ्कर डरलाग्दो अवस्था यहाँनिर छ। त्यो अवस्थामा हामी तयार भइसक्नुपर्छ भन्दैछु। त्यसो गर्दाखेरि कमरेडहरू, मैले पटक यस्तो हाम्रो अलिक कन्फिडेन्सियल हाम्रो छलफलहरूमा त्यही भएर भन्ने गरेको छु कि 2082 हाम्रो लोकतन्त्रको, हाम्रो वामपन्थको, हाम्रो समाजवादको भयङ्कर ठुलो परीक्षाको वर्ष हो।
किन 83 सुरु भइसकेपछि त चुनावमै सुरु हुन्छ अब त फलानु उम्मेदवार फलाना छन्। अब गाउँमा पनि यस्तै सुरु हुन थाल्छ, यस्तै गोलबन्दी सुरु हुन थाल्छ। कम्युनिस्ट आन्दोलन, यो लोकतन्त्र यतातिर हेर्ने कसैको फुर्सदै हुने चाहिँ। त्यसो गर्दाखेरि पनि यो 82 साल नेपालको राजनीतिमा 84लाई निर्णय गर्ने कुरा, 84मा के हुन्छ भन्ने कुरा करिब 82 सालमा आउने 1 वर्षमा, अब 1 वर्ष पनि छैन, अब त करिब 10.5 महिना हैन, जति 10.5 महिना जति हामीसँग बाँकी छन् र यही बिचमा धेरै ठुलो परीक्षा हुनेवाला छ। यो कारणले गर्दा धेरै ठुलो परीक्षा हुनेवाला छ। यस्तो बेलामा अस्ति महाधिवेशनपछि हामीले फटाफट कार्यक्रम दिएर अगाडि जान पाएको भए अहिलेसम्म आउँदाखेरि हामीले अलि धेरै एउटा हल्को हुन्छ नि। किनभने यस्तो तरल राजनीति तरल भइरहेको बेलामा बग्दै आएको मुडोलाई तपाईँले यतातिर बेसरी एकै ठाउँबाट एकचोटि धकेलिदिनु भयो भने पनि त्यो पल्लो उस्न जान सक्छ कि तरलतामा त्यो अवस्था हुन्छ भने अहिले एउटा सङ्गठित प्रयत्न जसले अलि राम्ररी गर्यो, अलि विश्वासका साथ गर्यो, यो राजनीतिलाई प्रभावित गर्ने ठाउँ छ। महाधिवेशनमा हामीले त्यो दिशा त निश्चित गर्यौं, तर समाजवाद आउँछ दलाल पुँजीवादसँग लड्ने हो भनेर आजको त्यो सामान्य तल काम गरेर खाइरहेको अथवा अहिले यो सारा आर्थिक मन्दी, कुशासन, यो सारा कुरासँग मान्छेलाई त्यहाँ ल्याउन सकिँदैन भने आज उनीहरूलाई आजका सङ्घर्षमा, आजको राजनीतिक सङ्घर्षमा कसरी उतार्ने हो भन्ने बारेमा पार्टीले धेरै छलफल गरेर हामीले के भन्यौँ भन्दा एउटा त अहिलेको राजनीतिलाई प्रभावित पार्ने कुरा थियो। अर्को हाम्रै पनि एउटा समस्या, हाम्रो समस्या पनि के भयो भने हामीले संविधान बचाउने भन्यौँ। संविधान हामीले मात्रै बचाउन सक्दैनथ्यौँ, काङ्ग्रेस र माओवादीसँग गठबन्धन गर्न पुग्यो। संविधान बचाउनका लागि गठबन्धन अनिवार्य भयो। गठबन्धनमा गएपछि हामी सरकारमै वरिपरि रहने एउटा परिस्थिति बन्यो र हाम्रो काम भनेको बैठक बालुवाटार, बैठक बालुवाटार, यस्तैमा हामी हिँड्दै गयौँ, जसले गर्दाखेरि तलको पार्टी ऱ्याङ्क एन्ड फाइल राम्ररी सक्रिय हुने अवस्था त्यो राजनीतिक कारणले गर्दाखेरि हामी अगाडि बढ्न सकेनौँ। तलका गतिविधिहरू कमजोर भएर गए। यो सबै स्थितिलाई हेरेर पार्टीमा एउटा निराशा, यो बढ्दै गरेको यो सबै कुरालाई हेर्दाखेरि पार्टी यसरी बन्छ भन्ने कुरा हामीले भन्नु पनि पर्ने थियो। फेरि पार्टीभित्रको हाम्रो आवश्यकताले पनि भन्नुपर्ने थियो। त्यो भन्नका लागि के गर्नुपर्छ, पार्टी बनाउनका लागि कसरी पार्टी बन्छ भनेर हेरेर जाँदाखेरि कमरेड संसारभरि गएको 300 वर्ष 400 वर्षको पार्टीहरूको इतिहासमा हेर्दा जुन पार्टीले सङ्घर्ष गर्यो त्यो पार्टी बलियो भएर गयो, जुन पार्टीले सङ्घर्ष गरेन त्यो पार्टी ठुलै थियो भने पनि कमजोर भएर गयो। एमाले किन ठुलो भयो? सङ्घर्ष गरेर। काङ्ग्रेस किन ठुलो भयो? सङ्घर्ष गरेर। माओवादी किन ठुलो भयो? सङ्घर्ष गरेर। इन्डियन काङ्ग्रेस किन ठुलो भयो? उहिलेदेखि सङ्घर्ष गरेर। बिजेपी दक्षिणपन्थी भए पनि सङ्घर्ष नगरिकन त पार्टी बन्द रहेनछ। रथ के रथ दौडाएर, भारतभरि रथ दौडाएर राम मन्दिरका नारा ल्याएर अनि सारा चाहिँ आकाश पाताल गर्न थालेपछि उनीहरूले अहिले बिजेपी बन्यो र यतिको शक्ति बनाए। यसले गर्दाखेरि सङ्घर्ष नगर्ने पार्टी बन्दैन। बनिसकेको छ भनेदेखि पनि त्यो पार्टी कमजोर हुँदै जान्छ। यो सबै स्थितिलाई विचार गरेर पार्टीले सङ्घर्षद्वारा पार्टी निर्माण गर्ने भन्ने हामीले नीति तय गर्यौँ। सङ्घर्षद्वारा